विशेष अधिवेशन वा नियमित अधिवेशनको भुक्तान समाप्त भइसकेको छ। पार्टी एक विकास हामी 15औं अधिवेशनमा फेरि स्वस्थ प्रतिनिधित्व गरौँला। नेपाली कङ्ग्रेसभित्रको आन्तरिक लोकतन्त्रको कति व्यवस्थित प्रयोग हुन्छ भन्ने कुरा बाँकी अन्य पार्टीले पनि सिक्नुपर्ने विषय हो र हामीले यही अवसरता देखाएका छौँ र पार्टीका कार्यकर्ताहरू, पार्टीका जनताको भावनालाई कार्यकर्ताको बाट मुद्रित गर्ने वैधानिक प्रक्रियाद्वारा हामी कसरी हस्तक्षेप गर्छौँ, कसरी परिवर्तन गर्छौँ, कसरी अभ्यास गर्छौँ। यो अभ्यास मात्रै होइन, अभ्यास भइसकेपछि पनि पार्टीमा कसरी सम्पूर्ण एकता कायम गर्ने क्षमता छ काङ्ग्रेस पार्टीभित्र। हामीले निर्वाचन टिकटदेखि लिएर प्रचारका हरेक गतिविधिले यसलाई प्रमाणित गरेको छ। देशभरि नेपाली कङ्ग्रेसले विवाद छैन, एकताबद्ध भएर पार्टीका सम्पूर्ण कार्यकर्ताहरू आफ्नो उम्मेदवारलाई जिताउन लागि बस्नुभएको छ। शीर्षस्थ नेताहरू जहाँसम्म गएर सङ्केत गर्नुभयो, मलाई विश्वास छ 4 गतेपछि औपचारिक प्रचारको प्रक्रिया सुरु हुन्छ। 4 गते आउनै बाँकी छ। अहिले केही आराम गर्नुभयो, आराम भएको कुरालाई अन्यथा व्याख्या गर्नु त भएन। कतिपय पुस्तक आउँदैछ चुनावको प्रचार, हाम्रो पनि औपचारिक प्रचारमा त हामी हिँडेका छैनौँ। घर त घर गएर पनि सुरु भएको छ। त्यसैले फोन गर्ने कुरो, सम्झाउने कुरो, लगाउने कुरो त गरिरहनु भएको छ। त्यसकारण बाँकी अरू चाहन्छु हाम्रो अभिभावकहरू, हाम्रो शीर्ष नेताहरू, पुराना नेताहरू जति पनि हुनुहुन्छ सम्पूर्ण नेताहरू एकताबद्ध भएर अनुगमन गर्नुभएको छ। जिल्ला जिल्लामा पनि जानुभएको छ। नेताहरूले हाम्रो कार्यक्रम सधैँ चिन्ता पनि गर्नुभएको छ। हामी उत्साहित छौँ। उहाँहरूको अभिभावकीय भूमिका हामी प्राप्त गरिरहेका छौँ। कुनै यसमा टिप्पणी गरिरहनु पर्ने, हामी आफै माया प्राप्त गरिरहेका छौँ भने पाउनेले माया पाइरहेछ, तपाईँले पाउनु भएको छैन भन्ने कुरो त भएन। हामीले पाइरहेका छौँ उहाँको माया स्नेह।